नमस्ते साथीहरू, म इन्दु आजको भिडियो चाहिँ हामी पारासिटामोलको बारेमा, यहाँ त मेडिसिनहरू धेरै छन् तर आज पारासिटामोलको बारेमा थोरै जानकारी दिन गइरहेकी छु। आशा छ हजुरहरूलाई यो जानकारी चाहिँ उपयोगी लाग्नेछ। पारासिटामोल एउटा धेरै सामान्य र उपयोगी औषधि हो। यो मेडिसिन दुखाइ कम गर्नको लागि, ज्वरो घटाउनको लागि प्रयोग गरिन्छ। मुख्यतया चाहिँ ज्वरो घटाउनको लागि प्रयोग गरिन्छ। अब हामी चाहिँ यिनीहरू चाहिँ अलिक बढी साइड गरिदिउँ। यो भनेको विभिन्न कम्पनी हो, निको लेखेको छ। खासमा यो भनेको ट्रेड नेम हो, जेनेरिक नेम भनेकै पारासिटामोल हो। पारासिटामोल विभिन्न कम्पनीले आफ्नै नामले निकालेको छ। पारासिटामोल चाहिँ अब जस्तो टुथएक भयो, हेडेक भयो, फिभर आदिमा हामी पारासिटामोल युज गर्छौँ। पारासिटामोलले मेन दुई किसिमले काम गर्छ। यसको पाथवे चाहिँ दुई प्रकारको छ। एउटा सेन्ट्रली एक्टिङ ड्रगहरू छन् भने अर्को चाहिँ यसले प्रोस्टाग्ल्यान्डिन सिन्थेसिसलाई इनहिबिट गरिदिन्छ। अब पारासिटामोलको साइड इफेक्टको कुरा गर्दा नोजिया, भोमिटिङ, नोजिया भनेको वाक लाग्नु, बान्ता हुनु, एब्डोमिनल पेन, पेट पनि दुख्छ, ग्यास्ट्रिक पेन जस्तो, र कसैलाई चाहिँ एलर्जिक रियाक्सन पनि गर्न सक्छ। यो पारासिटामोल लङ टर्म युज गर्यो भने चाहिँ यसले लिभरमा प्रब्लम ल्याउन सक्छ, जिआई ब्लिडिङ पनि गराउन सक्छ। त्यसैले हामीले डक्टरको प्रेस्क्रिप्सन बिना पारासिटामोल युज गर्नु राम्रो हुँदैन। एकदमै ज्वरो आएको छ भने यसको डोज भनेको हामीले 6 आवरली लिन सक्छौँ, तर आफै लिनुभन्दा डक्टरको सल्लाह लिएर प्रिस्क्रिप्सन सहित लिँदाखेरि राम्रो हुन्छ। धन्यवाद यो भिडियो हेरिदिनु भएकोमा। यदि भिडियो मन परेको खण्डमा र जानकारीमूलक लागेमा हजुरहरूले यसलाई जति सक्दो सेयर, सब्सक्राइब र लाइक गरिदिनु होला। केही क्वेरी, केही क्वेसनहरू छ भने चाहिँ कमेन्ट बक्समा गएर यसो कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद।